हेलो मित्रहरू, ल्यासो फापेला जोडले नौस्यो ओस्यो भन्दै आफ्टर लङ टाइममा भनेर के भन्नु नै हजुरहरूको आँखाको सामने चाहिँ जहिले पनि घुमिरहनु मनपर्छ कि त्यसलाई गर्दा भिडियो बनाउनै हाल्ने है त। हाम्रो आजको सुरुवात यहाँनिर हाम्रो चाइनिज हाम्रो बाजे देवी देउता विराजमान हुनुभएको छ। आज बत्ती बालेर मनाउने नयाँ गरेर ल कहिले कहिले त धर्मको काम पनि गर्नुपर्छ होइन। उहाँको आशीर्वादले जिन्दगी बाँचिरहेको राम्रो हो भन्ने चाहना चाहिँ उहाँ फेरि एकदम खोर्सानीको मास्टर हो नि त होइन। ए अर्ग्यानिक के हो यो सोपको साग, अर्ग्यानिक सोपको साग पकाएर चाहिँ है त होइन सोपको साग खाने। अन्त अर्ग्यानिक सोपको साग अनि के हो तरकारी चाहिँ के बनाउँदैछन्? तरकारी मटन चाहिँ हुनेलाई भैँसीको मासु। भगवानले चाहिँ हामीलाई त अर्काकै गुलामी गर भनेर पठाएको हो कि के हो? कहाँ थियो कहिले आफ्नो काम गर्नु हो? मान्छेले भन्छ नि, हाम्रो आमाले फुपा आमाले भन्नुहुन्थ्यो नि, हेर केटा आफ्नो काम गरिस् भनेदेखि भकारीमा आद हुन्छ, अर्का काम गरिस् भने कन्डोमा आद हुन्छ भन्दै लास्टमा गएर त्यो कन्डो लिएर जान्छ होला। रियालिटी एकदम फ्याक्ट कुरा गरेको नि त, एकदम फ्याक्ट। किनभनेदेखि मालिक बन्नु लेखेको छैन रहेछ क्या, नोकरै मात्रै बन्नु लेखेको रहेछ यो लाइफमा। पेट त पाल्नु पर्यो। त्यसले गर्दाखेरि मित्रहरू यस्तै छ। लुटी ल्यायो बुटी खायो होइन त मैडम? लुटी ल्यायो बुटी खायो होइन?